मुन्दुम ट्रेल रेड पाण्डा थार रुट अब सुचारू भयो, उद्घाटन भयो। मुन्दुम ट्रेल रेड पाण्डा थार रुट अब सुचारू भयो, उद्घाटन भयो। पहिलो त म यसको भर्खर सुरुवात भयो अनि यो सुरुवात सँगसँगै तपाईँको मिडियाको मार्फत सबैलाई हुन्छ अनुरोध गर्छु, आउनुहोस् एकपल्ट यो रेड पाण्डा थार पनि आउनुहोस्। यहाँबाट तपाईँले थार पनि थारसँग सङ्गत पनि गर्न सक्नुहुने होला, रेड पाण्डासँग पनि भेटघाट हुनसक्छ, अथवा रेड पाण्डा बस्ने अथवा थार बस्ने ठाउँ कस्तो हुँदो रहेछ त्यो चिजलाई अनुभूत गर्नु पाउनुहुनेछ। सधैँ प्राकृतिक सौन्दर्यताको कुरा त छँदैछ, त्योभन्दा सँगसँगै यहाँका सांस्कृतिक कुराहरू, यहाँका रैथाने खानेकुरा, मौसम गजब चिज अनुभूत गर्नु पाउनुहुनेछ। आउनुहोस् भन्न चाहन्छु। गणपति बरमा लामो तारा उरादाता ए सत्यको कीर्ति गणपति बरमा लामो तारा
शिकार खेल्न गए पुगे है सरजुकातिर ए रामल छे मन शिकार खेल्न गए पुगे है सरजुकातिर ध्यान गरीमा रानी सीता थिइन् नन्दले तमाख्याइन् ए अयोध्या नगरीमा रानी सीता थिइन् नन्दले तमाख्याइन् सोना भाउजू हमारे एक है बिनती ल्याउन सोना भाउजू हमारे एक है बिनती ल्याउन लङ्का नगरीको लङ्कापति रावण रावणले लेखितो देउन ए लङ्का नगरीको लङ्कापति रावण रावणले लेखितो देउन सीता भारत खेल्ने र सुन्ने सबैको वैकुण्ठमा यो सीता भारत खेल्ने र सुन्ने सबैको वैकुण्ठमा हस् त धन्यवाद। 5 महोत्सव गरिराखेको छ, पहिलो अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी गरिराखेको छ। यो सृजनशील काम, यो सांस्कृतिक काममा यो नगर अत्यन्तै नेपालमै भागमा छ, अग्रणीको रूपले अगाडि बढेको छ। यो नगरबाट नेपालको सम्पूर्ण नगरहरूले गाउँपालिकाहरूले सिक्नु जरुरी छ भन्ने मेरो यो मनसाका साथ मेरो अलिकति हतारको कारणले गर्दाखेरि छोटो वक्तव्य हामी अगाडि बढ्नुपर्ने हुन्छ। मलाई त्यस्तो लाग्छ र यो मेरो अनुरोध पनि हो हाम्रो नगरपालिकाले अरू पालिकाहरूलाई पनि समन्वय गरेर यस्तो खालको व्यवस्थापन गर्न सकोस् र सबै भाइ बहिनीहरू सबै नानीहरू उदात्त ढङ्गले तपाईँको विचार गर्न सक्ने एउटा वातावरण बन्न सकोस्। अघि हामीलाई जुन छोरी